एन्ड्रोइड फोनमा वाइफाई र हटस्पट एकैचोटि कसरी खोल्ने भनेर आज म तपाईँहरूले सिकाउन गएको छु। तपाईँहरूले एउटा सेटिङ मात्र चेन्ज गर्नुपर्ने हुनेछ। सबैभन्दा सुरुमा सेटिङमा जानु होला। सेटिङमा गइसकेपछि तपाईँले त्यहाँ माथि हेर्न सक्नुहुन्छ, कनेक्सनमा जानु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ मेरो वाइफाई अन छ। त्यसपछि तपाईँले आफ्नो मोबाइल हटस्पट एन्ड सेयरिङमा जानु होला। त्यसपछि तपाईँले आफ्नो हटस्पटमा जानु होला। त्यसपछि तपाईँले हेर्न सक्नुहुनेछ एडभान्समा जानु होला। एडभान्समा गइसकेपछि तल स्क्रोल गर्नु होला। त्यसपछि यहाँ तल हेर्न सक्नुहुनेछ वाइफाई सेयरिङ भनेर दिएको छ, त्यसलाई अन गर्नु होला। अन गरिसकेपछि यहाँ ओके गर्नु होला। त्यसपछि यहाँ सेभ गर्नु होला। सेभ गरिसकेपछि अब तपाईँले यहाँ माथि गएर हटस्पट अन गर्नु होला। त्यसपछि ओके गर्नु होला। यति गरिसकेपछि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ मेरो हटस्पट पनि खुलिसकेको छ, वाइफाई पनि खुलिसकेको छ।